आदरणीय दर्शकहरू नमस्कार। कार्यक्रम दिशा निर्देशमा म विजय कुमार यहाँको हार्दिक स्वागत गर्दछु। आज कार्यक्रम अलिकति फरक विषयको छ, अलिकति बेग्लै विषयको छ। हामीले हाम्रा धेरै दर्शकहरूको माग अनुसार कार्यक्रममा कहिलेकाहीँ यदाकदा गैर राजनीतिक विषयवस्तु र गैर राजनीतिक व्यक्तित्वहरूलाई पनि समाविष्ट गराउने प्रक्रियाको आजदेखि थालनी गर्दैछौं। आज हामीसँग हुनुहुन्छ कवि, गीतकार, सिनेमा कलाकार, प्रशासक आदि विभिन्न विविध विषम विषय जीवनमा भोगिसकेका, देखिसकेका व्यक्तित्व मीर शाहलाई। मीर शाह संयोगवश नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धक हुनुहुन्थ्यो र उहाँसँगै मेरो पत्रकारिता जीवनको, टेलिभिजन पत्रकारिता जीवनको सुरुवात पनि भएको थियो। आदरणीय दर्शकहरू, हामी प्रस्तुत गर्छौं मीर शाहजीसँगको कुराकानीको भिडियो रेकर्डिङ, बडा रोचक भिडियो रेकर्डिङ छ। नमस्कार सर। नमस्ते। Such a great joy to see you, sir. Same here. म आज यहाँ भए पनि म चाहिँ सोचिराखेको थिएँ आजभन्दा 2 दशक अगाडिको त्यो दिन जब सरले बडा प्रेमपूर्वक मेरो निम्ति टेलिभिजन संसारको ढोका खोलिदिनु भयो। So many years have passed by. I know. I feel so grateful. Thank you very much. तर तपाईको चाहिँ सफलता पछाडिको सम्पूर्ण श्रेयहरू तपाईले आफैलाई दिनुपर्छ। किन भन्नु होला भनेदेखि एउटा मूलधारमा प्रवेश गराउने जमरको सम्म त्योसँग आबद्ध प्रशासकहरूले गर्न सक्ने हो। अब त्यसरी कति मानिस आए, कति मानिस गए, सबैजना तपाई जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँमा अडी राख्न सकेको छैन। खैर सर, म चाहिँ आभारी छु। आई एम रियली ग्रेटफुल। थ्यांक यू भेरी मच। ढोकै नखोलिदिएको भए त अगाडि कहाँबाट बढ्थ्यो र मान्छे? ढोका सदैव खुला रहनुपर्छ। त्यो दिन यता समाज पनि धेरै अगाडि आइसक्यो, टेलिभिजनको दुनियाँ पनि धेरै बदलिसक्यो हैन? अवश्य। कस्तो लाग्छ पछाडि फर्केर हेर्दा तपाईलाई एक यस्तो मानिसको रूपमा जसले टेलिभिजनको विधालाई नेपालमा स्थापित गरायो, जन्मदाता भनिन्छ? हेर्नुहोस्, अब म टेलिभिजनमा प्रवेश गरेको दिन भनेको कस्तो भन्नु होला भनेदेखि टेलिभिजनमा चाहिँ कार्यरत रहेको एक्लो व्यक्ति, त्यसपछि मसँग एकजना नायब सुब्बा खटिएर आउनुभयो र एउटा ड्राइभर खटिएर आयो। त्यो दिनबाट टेलिभिजन उद्योग यहाँसम्म आइसकेको छ। कस्तो महसुस हुन्छ संक्षेपमा बताउने? यो बेला मुलुकभरि अफिसियल तथ्याङ्क अनुसार 400 वटा टेलिभिजन स्क्रिन छ भन्ने चाहिँ तथ्याङ्क भएको, त्यसको कम्प्यारिजनमा अहिले त यो कहाँ पुग्यो बुझ्नु हैन? त्यसकारण यो अत्यन्त विस्तारित अवस्थामा छ। अब यहाँनिर एउटा चाहिँ कुरो म चाहिँ आग्रह गर्न चाहन्छु कि विकसित हुनु र विस्तारित हुनुमा भिन्नता छ नि। नेपालमा टेलिभिजन उद्योग विस्तारित भएको छ, विस्तारित भएको छ, तर यही मात्रामा विकसित भएको छ भन्न सकिन्न। तपाईसँग सोध्नुपर्ने विविध विषम विषयहरू छन्, अगाडि बढ्दै गरौँला। सरलाई नेपालमा नाट्यकर्मीको रूपमा पनि चिनिन्छ, सिनेमाको त कुरै भएन, नेपाली चलचित्र उद्योगको इतिहास अधुरो रहन्छ तपाईको नाम बिना। सरकारी प्रशासकको रूपमा टेलिभिजनको भूमिका पनि देख्नु भएको छ, गीतकारको रूपमा पनि हुनुहुन्छ। तपाईको व्यक्तित्वमा कुनै एक पक्षलाई हामीले प्राधान्य रूपमा यो तपाईको मूल कर्म हो भनेर लिन सक्छौं अथवा यी सबै विधाहरूलाई जोडेर मीर शाह बन्दछ? मैले पटक पटक यो प्रश्न आफैलाई गरेको पनि छु र म के हुँ त भनेर सोचेको पनि छु र प्रत्येक चोटि मैले आफूलाई एउटा कलाकार मात्र पाएको छु। तपाई हामीलाई बताउँदै हुनुहुन्छ कि तपाई मूल रूपले कलाकार हो।
अब कलाकार पनि विभिन्न किसिमका हुन्छन् हैन। म यो कुरा यसकारण बताउँदैछु किनभनेदेखि मानिसको कर्मसँग उसको पौरख जोडिएको हुन्छ अनि त्यो पौरख प्रकारान्तरमा प्रमाणित हुनु पनि जरुरी छ। अब पूर्ण रूपले सफलता प्राप्त गर्न त कुनै पनि पेशामा कुनै पनि मान्छेको एउटा जुनी पर्याप्त छँदै छैन। लर्निङ प्रोसेसमा टुङ्गिने हो नि। त्यो लर्निङ प्रोसेसमा मुख्य गोलको कति नजिकसम्म पुग्न सकियो भन्ने मात्रै कुरो हो। त्यसले तपाईको पौरखलाई चाहिँ प्रमाणित गरेको हुन्छ र मैले मेरो चाहिँ समाजमा प्रमाणित पौरख कलाकारिताबाट स्थापित भएको महसुस गरेको छु। त्यसकारण मूलत म एउटा कलाकार हुँ। तपाई किन कलाकार हुनुहुन्छ? Why you are an actor? Why you chose this to be an actor? Why? किन? धेरै चीज छन् जिन्दगीमा। अब धेरैवटा विकल्प हुँदाहुँदै पनि ती कुनै पनि विकल्पतिर नलागेर कलाकै क्षेत्रमा लागेर कलाकार भएको मान्छे हो म। एउटा म नयाँ कुरा गर्न रुचाउने मान्छे। माने जुन बेलामा म चाहिँ चलचित्र फिल्म एक्टर को चाहिँ प्रोफेसनमा प्रवेश गरे त्यति बेलै फिल्म एक्टरको चाहिँ प्रोफेसनमा प्रवेश गर्ने मान्छेको संख्या न्यून थियो। एटलिस्ट मैले जति पढेको छु, मैले जति समाज देखेको छु अथवा भनौँ जति शिक्षित र दीक्षित म छु त्यो समुदायका धेरै थोरै मान्छे मात्र यो पेशामा लाग्दथे। अब जीवन एउटा प्रयोग पनि हो। त्यो सधैँ सफल हुनुपर्छ भन्ने चाहिँ छैन। तर मैले त्यो प्रयोग गर्न रुचाए। एउटा अर्को कुरो मैले आफूलाई चेतन भएको सम्झेदेखि भनेपछि 6 वर्ष 7 वर्ष कति वर्षको उमेरदेखि स्पष्ट रूपमा मेरो तीव्र झुकाव अभिनयतिरै थियो। यहाँनिर प्रश्न के आउँछ भने कि कोही मानिस कलाकार किन बन्छ? त्यो केले बनाउँदो रहेछ कलाकार? विभिन्न कारणले बनेका हुन्छन् नि। कोही योसँग टाँसिएको ग्ल्यामर जुन छ त्यसप्रति आकर्षित भएका हुन्छन्। कोही अन्य पेशामा असफल भएको कारणले गर्दाखेरि यो पेशालाई पनि एकचोटि हेरौँ न त, ट्राई मारौँ भनेर चाहिँ आएकाहरू हुन्छन्। कोही चाहिँ वास्तविक कलाकारको हृदय नै भएका कारणले गर्दाखेरि कलाकार भएका हुन्छन्। तर माने यो मान्छे कलाकार यही एउटै कारणले मात्र भएको भन्ने कारण चाहिँ एउटै हुन सक्दैन। तर कलाकार चाहिँ एउटै हुन्छ। त्यो कलाकार चाहिँ त्यही नै हो जसको मनभित्र चाहिँ कलाकार हुन्छ। नारायण गोपाल एउटा विशिष्ट चाहिँ गायक त हो नै, तर त्यसको साथसाथै उसको मनभित्र एउटा चाहिँ साह्रै जुझारु कलाकार पनि त जीवित थियो नि। त्यसकारण गायक त ऊ हो, गायकको साथसाथै ऊ कलाकार पनि हो। एउटा कलाकारको हृदय नराखिकन मानिस कलाकार हुन सक्दैन। त्यो भए पनि ज्यादै कृत्रिम हुन्छ, खोक्रो हुन्छ हैन? खोक्रो हुन्छ। त्यसो भनौँ बोधित हुन सक्दैन। कागजको फूल जस्तो हुन्छ जसमा सुवास हुँदैन। एक्ज्याक्टली। अथवा चाहिँ कृत्रिम हुन्छ। त्यो केही समयको लागि ऊ स्टार हुन सक्ला तर ऊ एक्टर हुन सक्दैन। स्टार र एक्टरमा के फरक छ? स्टार कृत्रिम चिजहरूले सिर्जना गरेको कुरो पनि हुन सक्छ। एक्टर हृदयले नै चाहिँ सतहमाथि अथवा सार्वजनिक स्थितिमा पुर्याएको विषय बन्न सक्छ। म मेरो प्रश्नको उत्तर अझ सजिलो गरिकन दिदिउ सरलाई। भन्नुहोस् न। मेरो नजरमा चाहिँ हरेक स्टार एक्टर नहुनु पनि सक्छ। त्यो त पक्कै हो नि। हरेक स्टार एक्टर नहुनु पनि सक्छ, तर हरेक एक्टर स्टार हुन सक्छ।
एउटा कलाकारको सन्दर्भमा के भनिन्छ भने कि उसले एउटै जीवन बाँचेर धेरै जीवनहरू बाँचिरहेको हुन्छ। निश्चित रूपमा बिहान तपाईँ एउटा धनी मानिस हुनुहुन्छ, दिउँसो एक किसिममा गरिब मानिसको रोल खेल्नुपर्छ, साँझ फेरि अब एउटा भिलेन जस्तो खेल्नु पर्ला। मेरै चाहिँ करियर मैले धेरैचोटि अनुभूत गरेको छु नि। डाइरेक्टरलाई रिक्वेस्ट गरेर मैले चाहिँ सुटिङ सार्नको लागि अनुरोध गरेको छु। अब बिहानभरि एउटा साह्रै चाहिँ सोझो सरल असल मान्छेको भूमिका गरेर आएको अब बेलुकी अकस्मात एउटा क्रूर खलनायकको रूपमा मान्छे मार्न पर्ने सिन राखिदिनु भयो। त्यो गर्नका लागि म मानसिक रूपले नै तयार हुन सकिनँ। मैले तपाईँबाट जान्न खोजेको चिज चाहिँ के भने कि यस्तो फरक फरक भूमिकामा मानवीय संवेदनाका यी फरक फरक अभिव्यक्तिहरू, एक्सप्रेसन अफ ह्युमन इमोशन्स इज अ फ्यासिनेटिङ सब्जेक्ट होइन। एकै दिनमा नितान्त फरक मानवीय संवेदनाका अभिव्यक्ति गर्दाखेरि कलाकार कति तनावमा बस्छ। भयंकर मानि बिहान म धनी छु, बिहान म असल छु, त्यही त चाहिँ मानि उजागर हुन नसकेको अथवा खुल्न नसकेका धेरै पाटाहरू छन् कलाकारको जीवनमा के जुन प्रोफेसन ग्ल्यामर युक्त मात्र हुन्छ, जहाँ फ्यान मेलको ओहिरो लाग्छ, जसलाई कुनै पनि ठाउँमा जाने बित्तिकै मानिसहरूले चिन्छन् र अटोग्राफ लिनका लागि ओहिरिन्छन्, त्यसकारण यो बुलन्द किसिमको जीवन छ भनेर सोच्नेहरू पनि एक थरी छन्। तर जुन कर्म तपाईले अपनाउनु भएको छ त्यो साह्रै क्लिष्ट कर्म हो। इट इज सो टफ। अब अघि नै मैले भने सतह बाहिर रहेर अन्डर करेन्टलाई चाहिँ नहेरेर अथवा मानवीय संवेदनशीलताका जति पनि तरंगहरू छन्, जति पनि तबकाहरू छन्, तिनलाई खोतलेर त्यो पात्र बन्नेतर्फ आफूलाई अग्रसर गराउने पूर्वाभ्यास नगर्ने हो भनेदेखि कुरा बेग्लै हो। तपाईँ कुनै पात्रको भूमिका निर्वाह गर्दै हुनुहुन्छ भने तपाईले त्यसलाई महसुस गर्न कति जरुरी छ, अथवा अभिनय मात्रै गरे पुग्छ? एक्टर्सहरु पनि विभिन्न रेन्ज छन् नि। यही त मलाई ताजुब लाग्ने कुरा के भन्नु होला भने महसुस नगरिकन कसरी अभिनय हुन्छ? महसुस गर्नका लागि मस्तिष्कको प्रयोग हुनु पर्यो। मनको ढोकाबाट त्यसले प्रवेश गर्ने त मस्तिष्क नै हो नि। मस्तिष्कमा त्यसले एउटा आवरण, त्यसले एउटा चाहिँ चित्रण, त्यसले एउटा चाहिँ पात्र सृजना गरिसकेको हुन्छ र अब त्यसलाई हाउभाउ कटाक्षबाट तपाईले चाहिँ प्रयोगमा ल्याउने हो भनेपछि अनटिल एन्ड अनलेस तपाई त्यो चाहिँ तहसम्मको अध्ययन गर्न पनि रुचाउनुहुन्न भने तपाईले त्यो क्यारेक्टरलाई कसरी जस्टिफाई गर्न सक्नुहुन्छ? सक्नुहुन्न। हो यही लिएर आएर कलाकार जस्ता र कलाकारमा फरक छ। कलाकार जस्ता देखिने र साँच्चीकै कलाकारमा फरक छ। कलाकारले त विभिन्न प्रकारका रोलहरू अदा गर्नुपर्ने हुन्छ, त्यसलाई तपाईँ भन्नुहुन्छ मैले महसुस गरेर गर्नुपर्छ र सक्षम कलाकारले निश्चित रूपले रोल त महसुस गरेर गर्नु पर्यो। अनि भिन्न भिन्न रोलहरू महसुस गर्दा गर्दै उसको आफ्नो व्यक्तित्वमा आफ्नो सोचाइमा कति फरक पर्दै जान्छ कालान्तरमा। यू आर लिभिङ सो मेनी लाइफ्स इन वन लाइफ। ओभरअल त्यो इन्टरमिक्स्ड चाहिँ हुन्छ। कहिलेकाहीँ स्पष्ट रूपमा त्यो प्रभाव महसुस गरिएको छ र निश्चित रूपमा त्यो तनावको कारण पनि बन्न सक्छ। यसको म तपाईलाई एउटा सबैभन्दा सजिलो चाहिँ बुझ्ने गरिकन के भन्न चाहन्छु भने मार्लिन ब्रान्डोको नाम त अवश्य हामी सबैले सुनेका छौं। मार्लिन ब्रान्डोलाई जति पनि रोगहरूले च्याप्यो नि, ती रोगहरूले च्याप्नुको पछाडि को एउटा मुख्य कारण उसले निर्वाह गर्ने चरित्रको तनावका कारणले पनि हो। He used to get drowned in the role that he is going to portray so much
त्यसभित्र छिर्नका लागि पनि उसलाई तनाव हुन्थ्यो, त्यो छिरिसकेपछि त्यसबाट बाहिर आउनका लागि पनि उसलाई तनाव हुन्थ्यो। र मेरो स्टडीले के देखाउँछ भने उहाँलाई धेरै किसिमका रोगहरू लागे। त्यो तनावबाट मुक्त रहनका लागि कलाकारहरूले बढी चुरोट खाने, मदिरा सेवन गर्ने पनि गर्दछन्, त्यो त साइड इफेक्ट्स हो। तर मूलत त्यो पात्रभित्र छिर्नु र छिरिसकेपछि त्यो पात्रबाट पुनः आफ्नो साह्रै महत्त्वपूर्ण मुद्दा उठाउनु हुनुहुन्छ। पात्रभित्र छिर्नु, पात्रको चरित्रभित्र छिर्नु र छिरिसकेपछि बाहिर निस्किनु साधारण चिज त हो। अब तपाईँ जति गहिरिएर छिर्नुहुन्छ नि त्यसबाट बाहिर आउनु पनि त्यति नै गहिरोबाट बाहिर आउनु पर्ने भयो। एक थरीले फेरि यसको ठिक उल्टो पनि भन्छन् कि म त मेरो चरित्रलाई त्यो सेटमै छोडेर आएँ भन्छन्, त्यस्ता कलाकार पनि छन्। त्यो सेटमा उहाँले चाहिँ छोडेर आए भनेर भनेको कुरा उहाँको चेतन मनको कुराहरू होला। अब चेतन मनमा उहाँले त्यहाँबाट धेरै कुराहरू बोकेर आउनुभएको हुन्छ र अवचेतन रूपबाट नै उहाँले त्यसलाई घरमा चाहिँ प्रस्फुरित पनि गरिरहनु भएको हुन्छ। तर यी सबै कुरा त्यो कारणले उब्जिएको हो भन्ने कुरा उहाँले बुझिरहनु भएको चाहिँ हुँदैन। तपाईँ अब सिनेमामा चाहिँ एकदम धनी मानिसको रोल गरेर आउनुभयो अनि बेलुका घरमा चाहिँ दाल भातको पनि समस्या छ भने कस्तो महसुस हुन्छ एउटा कलाकारले? त्यो वर्स्ट पोसिबल सिनारियो हो। त्यो सबैभन्दा ठुलो चाहिँ चिन्ताको विषय र नेपालका अधिकांश कलाकारहरू सफलताको बिन्दुबाट धेरै टाढा रहँदै दिवंगत भएर गएको कारण पनि त्यही नै हो। एक त त्यो तनावले यताको गहराई भेट्न तपाईँलाई गाह्रो परिरहेको हुन्छ, प्रोफेसनल गहराई। अब यो गहराई तपाईँले भेटेर आफ्नो काम सिद्ध्याउनु भयो भने पुनः त्यो फर्केर गएर त्यो तनावमा पर्दा त्यो त उसको जीवनलाई मैनबत्तीको दुईतिरबाट बालेको जस्तो हुन्छ। ऊ यताबाट पनि सकिँदै जान्छ, उताबाट पनि सकिँदै जान्छ। मैनबत्तीलाई दुईतिरबाट बालेको, मैनबत्तीलाई दुईतिरबाट बाल्यो भने चाँडै सकिने भएन। त कलाकार, नेपाली कलाकारको जीवन भनेको दुवैतिरबाट बालिएको मैनबत्ती जस्तो छ। नातिकाजीले जिन्दगीभर साइकल चढ्नुभयो, पछि गएर एउटा 90 सीसीको मोटरसाइकल चढ्नुभयो। कति चढ्न नपर्ने मानिसहरूले विभिन्न किसिमको सुविधाका मोटरहरू चढेको त तपाईँले देखि नै रहनु भएको छ। अब अहिले ल्यान्ड क्रुजर चढ्न लाग्यो अरे, किन चढ्नु पर्यो ल्यान्ड क्रुजर? यहाँनिर के यस्तो भन्न सकिन्छ कि त्यही दुःखले गर्दा नातिकाजी भएका हुन्, त्यो दुःखबाट नगुज्रेको भए उनको सङ्गीतमा त्यो गहराई हुँदैन थियो भन्न सकिन्छ? सकिँदैन। अथवा जुन दुःखबाट लेखक गुज्रेको हुन्छ, कलाकार गुज्रेको हुन्छ, त्यो दुःखले उसको गीतमा, उसको सङ्गीतमा, उसको अभिनयमा, उसको लेखनमा एक प्रकारको यस्तो दर्द भरिदिन्छ जसले सृजनालाई उत्कृष्टतातर्फ लिएर जान्छ भन्ने पनि एउटा भनाइ छ। केही पल्ट अनि जुन दुःखद अनुभूतिका क्षणहरू तपाईँले जीवनमा बिताउनु भयो त्यसले तपाईँका गायन, लेखन अथवा जे भन्नुहोस् त्यसलाई चाहिँ त्यसको अभिव्यक्ति, दुःखद अभिव्यक्ति दिनका लागि त्यसले चाहिँ मद्दत पुर्याउँछ। तर त्यो केही पल्ट अब जीवनभर नै त्यो दुःखद अनुभूतिबाट मुक्ति नपाउने हो भनेदेखि त उसको त जीवनको ढाँचा नै त्यस प्रकारबाट चाहिँ अगाडि बढ्ने भयो जसले गर्दाखेरि उसले त्योभन्दा माथि उठेर रचना पनि त गर्न नसक्ने भयो। अवसर प्राप्त गर्नु परेन, दुईतिर जलेको मैनबत्ती भयो। अब सुखद अनुभूति गर्दाको चाहिँ क्षणबाट उब्जिएका अभिव्यक्तिहरूलाई पनि त उसले त्यतिकै प्रभावकारी रूपमा सार्वजनिक गर्न सक्नु पर्यो नि।
आदरणीय दर्शकहरू, यहाँहरू हेर्दै हुनुहुन्छ कार्यक्रम दिशानिर्देश। जस्तो कि हामीले कार्यक्रमको सुरुमा नै भन्यौं, हामीले कार्यक्रममा यदाकदा कहिलेकाहीँ गैर राजनीतिक विषयवस्तुलाई पनि समाविष्ट गराउने निर्णय गरेका छौं। त्यसै अनुसार आजको कार्यक्रम गैर राजनीतिक विषयवस्तुसँग सन्दर्भित छ। यो कार्यक्रम निरसाजीसँगको अन्तर्वार्ता एउटा व्यापारिक विश्राम पश्चात फेरि जारी रहनेछ। यति धेरै तनाव र दुःखका बावजुद पनि मानिसहरू कलाकर्ममा लागिरहेका थिए, लागिरहेका छन् र लागिरहने छन्। के रहेछ यसमा यस्तो दुःखका बावजुद पनि त्यसलाई पुतलीले बत्ती? आत्मसन्तुष्टि, जुन साह्रै गाह्रो चाहिँ प्राप्ति हो। प्राप्तिहरू मध्येको सबैभन्दा गाह्रो प्राप्ति भनेको आत्मसन्तुष्टि हो। ऊ त्यस स्थितिमा ती चारैतिरबाट त्यस किसिमको तनावबाट घेरिए पनि त्यसलाई परित्याग गरेर अगाडि बढ्न सक्दैन, किनभनेदेखि त्यसदेखि बाहिरका कुराहरूमा उसले आत्मसन्तुष्टि भेट्दैन। सर्जकको कुरा गर्दा हर एल्बम निकालेको मानिस गायक सायद नहुनु पनि सक्छ, हर कविता लेखेको मानिस सायद कवि नहुनु पनि सक्छ। साँचो अर्थमा हरेक फिल्म नहुनु पनि सक्छ होइन। खैर, अघि हामीहरू कहाँनिर कुरामा अड्किरहेको थियौँ भने कि नेपालको परिस्थितिमा एउटा कलाकारले पाउने भनेको चाहिँ आत्मसन्तुष्टि नै होइन, सबैभन्दा ठुलो चिज र सबैभन्दा प्राप्त गर्ने गाह्रो प्राप्ति पनि त्यही नै। त्यो चाहिँ जुनसुकै पेसाको निम्ति पनि लागू हुन्छ होइन, एनी पेसा। त्यसमा फाइदा के भयो त नेपालमा कलाकार भएर? तपाईँको आत्मसन्तुष्टि पाउने एउटा चान्स बढ्यो, त्यही एउटा भयो। एक त यत्रो धेरै चाहिँ मानिसहरूको हुलमा केही यस्ता मानिसहरू पनि भए जसले राष्ट्रलाई धेरै दिए र राष्ट्रबाट कम लिए। त्यो आफैमा साह्रै ठुलो गौरवान्वितिको चाहिँ विषय भयो। तपाईँ एउटा लामो समयदेखि नेपाली चलचित्र उद्योगमा संलग्न रहनु भएको छ। तपाईँको नजरमा देखा परेका उत्कृष्ट कलाकारहरू को हुन्? नाट्यकर्ममा यो जुकै यो चाहिँ सर्वाधिक सशक्त कलाकार मैले देखेको भनेको गोपीनाथ अर्याल नै हो। दुर्भाग्यको कुरा, उहाँले चलचित्रमा अभिनय गर्न पाउनु भएन। यो चाहिँ नाट्य कर्मतर्फको कुरा भयो। तपाईँले चलचित्रमा पनि एउटा चलचित्रको क्षेत्रमा मैले देखेको सबैभन्दा सशक्त कलाकार हरिवंश आचार्य हो। यसमा दुई मात्रै छैन, यानी एटलिस्ट म कुनै मलाई दुविधा नै छैन। अरू पनि थुप्रै हुनुहुन्छ, तर अब तपाईँले एकैजनाको नाम लिनु त भनेर भन्नुभयो भनेदेखि अति सजिलो साथ मैले लिने नाम त्यही नै हो। अनि अभिनेत्रीहरूमा अभिनेत्रीमा चाहिँ मेरो कालखण्डको एउटा सशक्त अभिनेत्री गौरी मल्ल। ग्रेट एक्ट्रेस होइन? She is. Unfortunately, she is no more acting with us. God knows where she is, what she is doing. असाध्यै पावरफुल एक्सप्रेसन। मैले एकचोटि इन्टरभ्यू गरेको थिएँ। स्टारहरूमा तपाईँले देखेको, अब स्टार भनौँ, यी त कलाकार भए, तपाईँलाई वुड यु लाइक टु रेट देम अर यु वुड लाइक टु स्किप दिस क्वेसन? यसको उत्तर दिन चाहनुहुन्छ कि तपाईँ? माने यसको उत्तर दिएमा म कसैको नाम चाहिँ लिन चाहन्न, किनभनेदेखि नाम नलिँदा म चाहिँ आई फिल कम्फर्ट। कस्तो ख्याति छन् स्टार त कति छन्, अनगिन्ती छन्। केही कलाकारिता भएका स्टार्सहरू पनि छन्। इट्स गुड। एक्टिङको एलिमेन्ट भएका, कलाकारिताको तत्त्व समेत एक्टिङ पनि गर्न सक्ने स्टारहरू छन्। तर त्यसमा चाहिँ सिंगल आउट गरेर एकैजनाको नाम लिन सक्ने गरी मैले उहाँहरूलाई अध्ययन गरेको छैन, किनभने त्यो मेरो अध्ययनको विषय पनि भएन। निर्देशकहरूको विषयमा के भन्नु छ? निर्देशक त अब मलाई अब कस्तो किसिमको चलचित्रको निर्देशक?
अब सम्भावना बोकेको निर्देशकमा लुटको निर्देशक देखियो। अहिले सुरज सुब्बा न्यालबो पनि देखियो। अपवाद भन्ने सिनेमा भर्खरै हेरे, त्यसको को निर्देशक सुभाष कोइरालाजी, उहाँ पनि देखियो। अब ट्रेडिसनल चाहिँ सिनेमाको क्रममा शिवरेणीजीहरू आफूलाई राम्रो निर्देशकका रूपमा स्थापित गरिसक्नु भएको थियो, तर पछिल्लो समयमा आएर उहाँका सिनेमाहरू अलिकति बक्स अफिसमा एक्सपेक्टेसन अनुसार चलेन भन्छन्। उज्जवल घिमिरे अफकोर्स उहाँले आफ्नै किसिमको चाहिँ स्थान स्पेस बनाउनु भएको छ। इज अ गुड डाइरेक्टर। देयर आर मेनी अफ देम। अब प्रकाश दाई, अब तुलसी घिमिरे, अब प्रताप सुब्बा, यादव खरेलजी, उहाँहरू सबै आफ्नै किसिमबाट एक हिसाबले एक किसिमको उत्कृष्टता हासिल गरेका व्यक्तिहरू हुन्छ। तर इन्डस्ट्री त नयाँ पुस्ताकै आधारमा बाँच्छ। इन्डस्ट्री मात्र होइन, संसारै नयाँ पुस्ताको आधारमा बाँच्छ। अब नयाँ पुस्तामा त्यो सम्भावना नदेखिएको भए म जस्तो मान्छे चाहिँ अलिकति दुखी हुन्थे। तर त्यसको ठ्याक्कै अपोजिट म असाध्य खुसी छु, किनभने असाध्य सम्भावना बोकेका निर्देशकहरू नयाँ पुस्तामा देखियो। यो त साह्रै शुभ संकेत, शुभ समाचार भयो। एक्सलेन्ट, ग्रेट न्यूज, द बेस्ट पोसिबल सिनारियो द्याट वान क्यान एक्सपेक्ट। सर, तपाईँले गीतहरू पनि लेख्नुभयो? लेखेँ, नितान्त आफ्नै लागि। टुथब्रस बिहान बिहान दन्तमञ्जन गरे जस्तो, किनभनेदेखि त्यसले मलाई आत्मसन्तुष्टि दिन्छ नि। अब त्यसलाई संगीतकारहरूले रुचाउनु भयो, संगीतबद्ध गर्नुभयो, गायकहरूले रुचाउनु भयो, गाइदिनु भयो, श्रोताहरूले पनि रुचाए, सुनिदिनु भयो, त्यो अर्कै कुरा हो। तर लेख्न चाहिँ मैले आफ्नै लागि लेखेको, म आफ्नै लागि गीत लेख्न रुचाउने गीतकार हो। स्वान त सुखायो भन्छ नि, होइन? तर तपाईँले जति हल्का रूपले अहिले यो भन्नुभयो, तर नेपाली संगीतको इतिहास के कुराको साक्षी छ भने कि केही त तपाईँले कालजयी गीत लेख्नु भयो नि, जस्तो नारायण गोपालजीले गाउनु भएको थुप्रै गीत लेखेँ मैले चाहिँ। मेरो 100 भन्दा बढी गीतहरू सार्वजनिक भएका छन्। हाम्रा कुलपति चाहिँ अमर गुरुङदेखि लिएर एउटा कनिष्ठ चाहिँ संगीतकार समेतले मेरो गीतहरू ट्युन गर्नुभएको छ। 101 गायक गायिकाहरूले। तपाईँको रेटिङमा आफ्नो सबैभन्दा राम्रो गीत कुन? अब मेरो जीवनको सिद्धान्त गहिराईमा डुब्दै नडुब, डुबिसकेको छौ भने मोती नटिपी नफर्क, त्यो मेरो जीवनको दर्शन पनि हो। र त्यसलाई गीतका रूपमा मैले एक दिन उतार्ने जमर्को गरेँ र त्यो गीतले मलाई अत्याधिक मात्रामा सन्तुष्टि दिन्छ। त्यसकारण एउटै गीतको नाम लिनु पर्दा त्यो गीतको नाम लिन मलाई कुनै हिचकिचाहट हुँदैन। तर त्यस्ता थुप्रै सुनेका, चर्चित भएका र चर्चित हुन नसकेका गीतहरू छन् जो मलाई मनपर्छ। Can you sing? I can. You cannot sing. I am a horrible singer. मानि ईश्वरले मलाई त्यो कलाबाट, त्यो कला दिनलाई साह्रै कन्जुसाइ गरे। आवाज त ठिकठाक छ नि सर। देउसी भैलो गाउनको लागि ठिक छ, गाएको पनि छु। तर I somehow don't like my singing voice. मेरो भोइस डायलग बोल्नको लागि उपयुक्त छ, त्यसमा त सन्देह नै छैन नि। साह्रै सुनिएको गीत चाहिँ नारायण गोपाल दाइले गाएको पर्खी बसे हो, होइन? ज्यादै चलेको गीत। अब हेर्नुहोस्, सिनेमामा पप गीत लेख्ने पहिलो मान्छे म। को हो त्यो जसले मलाई मोहनी लगायो भन्ने गीत छ, होइन? आज त्यो कति वर्ष अगाडि के गर के डेरा भन्ने सिनेमामा
ओम विक्रम बिष्टजीले सिनेमाको लागि गाउनु भएको पहिलो गीत पनि त्यही नै हो। पप धारमा म्युजिक गरिएको गीत पनि त्यही नै हो। सिनेमामा त्यो गीत हरिवंश आचार्यजीले गाउनुहुन्छ। त्यो गीत मैले लेखेको हुँ। त्यो गीत कयौं पटक त रिमिक्स निस्किसक्यो त्यसको। आज कयौं मान्छेले त्यही गीत मेरो अगाडि गाउँछन्, तर कतिपय सन्दर्भमा त्यो गीतको रचयिता चाहिँ म हुँ भन्ने कुरा उसलाई थाहा हुँदैन। भनेपछि लोकप्रियताको एउटा हद त्यो पनि भयो। मानि आजभन्दा चाहिँ 25 वर्ष अगाडि लोकप्रियताको यत्रो हद कि रचेको कसले भन्ने पनि थाहा छैन गायकलाई। होइन, नयाँ गायकलाई त थाहा छ, श्रोतालाई थाहा छैन। अब बादल बनाइदेऊ आकार बदल्न सकौं भन्ने गीत त्यति बेला त्यति धेरै रुचाइएन। आज 2 दशकपछि आएर त्यो गीतले चाहिँ आफ्नै स्पेस लिएको छ। अब नारायण राईले गाउनु भएको पर्खी बसे आउला भने मेरो उठ्ने पालोको त अब कुरै भएन। त्यस्तै अब प्रकाशजीका गीतहरू छन्, दीपक खरेलका गीतहरू छन्, प्रेम ध्वजले गाउनु भएको छ नातिगाईजीको सङ्गीतमा। अब अमर गुरुङजीले आफैले गाउनु भएको छ। अघि लोकप्रियताको कुरा गर्नुभयो, बजारमा जे गीतहरू चले ती मात्रै उत्कृष्ट थिए त हामी भन्न सक्दैनौँ होइन? सक्दैनौँ। चल्ने हरेक कुराहरू उत्कृष्ट हुनै पर्छ भन्ने छैन। चल्नु एउटा कुरा हो, उत्कृष्ट हुनु एउटा कुरा हो। हामी यसमा सहमत छौँ कि बजारमा चलेको हरेक चिज उत्कृष्ट नहुन पनि सक्छ र उत्कृष्ट चिजहरू चलेका दृष्टान्तहरू पनि छन्। गायकको हिसाबले हेर्दाखेरि तपाईँ नेपालको कुनै सिङ्गर्सहरूको आफ्नो कालखण्डका नाम लिन चाहनुहुन्छ? यसमा चाहिँ म तपाईँलाई मलाई आजको दिनसम्म पनि नारायण गोपाल र चाहिँ बच्चु कैलाश यो दुईटा नाम म छुटाउनै चाहन्न। बच्चु कैलाश अद्भुत गायक होइन, तर प्रचारमा कहिले आउन नचाहने उहाँको जीवनशैली। मैले जीवनमा अनेक प्रयत्न गर्दा पनि उहाँको अन्तर्वार्ताको लागि मौका पाइनँ। किन उहाँ त्यही त एकचोटि कन्भिन्स गर्नु पर्यो। किनभनेदेखि निश्चित रूपमा मानिसहरूमा एउटा चाह रहेको मैले भेटेको छु उहाँको बारेमा जान्ने सुन्ने मौका पाउने। अब म युवक छँदा दुईटा गायकबाट म असाध्यै प्रभावित थिएँ। एकजना गीत गाउँदा गाउँदै साह्रै कम उमेरमा उहाँको मृत्यु भयो, बटु कृष्ण ज्वाला। उहाँ फेरि हाम्रो काठमाडौँकै रैथाने लाजिमपाटतिर बस्नुहुन्थ्यो। उहाँ अत्यन्त प्रतिभाशाली गायक र यो सुगम सङ्गीतको चाहिँ लोकप्रिय धार सिर्जना गर्नमा उहाँको ठुलो हात छ। र त्यस्तै अर्को भयङ्कर गायक मानिक रत्न तुलाधर। आदरणीय दर्शकहरू, यहाँ हेर्दै हुनुहुन्छ कार्यक्रम दिशा निर्देश। जस्तो कि हामीले कार्यक्रमको सुरुमा नै भन्यौं कि हामीले कार्यक्रममा यदा कदा कहिलेकाहीँ गैर राजनैतिक व्यक्तित्वहरूलाई मानिसहरूलाई बोलाएर कार्यक्रममा समावेश गराउनेछौँ। आज हामीसँग हुनुहुन्छ निरशा। यो कुराकानी एउटा व्यापारिक विश्राम पश्चात फेरि जारी रहनेछ। डोन्ट गो अवे, प्लिज कम ब्याक। गायिकामा चाहिँ अब जुनसुकै दृष्टिकोणबाट हेर्दाखेरि पनि तारादेवीको नाम लिनै पर्छ। अरुणा लामाको विषयमा तपाईँको? उहाँ पनि उत्कृष्ट गायिका हो। अरुणाजीको श्रीमान शरण प्रधानजी एउटा उत्कृष्ट गीतकार। तपाईँले गीतकारको दृष्टिकोणमा एउटा उत्कृष्ट गीतकार गोपाल योन्जनजी पनि हो। गीतकार गोपाल योन्जनको हामी थोरै चर्चा गर्छौँ नि, संगीतकार गोपाल योन्जनको हामी धेरै चर्चा गर्छौँ। 1 नम्बर उहाँ एउटा उत्कृष्ट गीतकार हो, 2 नम्बर उहाँ एउटा उत्कृष्ट संगीतकार हो, अनि त्यसपछि मात्रै उहाँ एउटा गायक पनि हो। गोपाल योन्जन चाहिँ त्रिवेणी हो होइन? गायन, रचना र संगीत। मानि तिनैवटा कुरा गर्न सक्नुहुन्थ्यो, तर रचना र संगीतको तुलनामा गायन अलिकति कमजोर हो उहाँको। उहाँको गीत रचना पक्षमा चाहिँ चर्चा थोरै भएको छ। गजब गीतहरूले अति धेरै चर्चा हुनुपर्ने र अति थोरै चर्चा गरिएको गीतकार गोपाल योन्जन हो।
आजभोलि नेपालको अवस्था जब हामी सबै चिज मागिराखेका छौँ नि, मलाई यो दे, उत्पादन बिनाको वितरणको जो देश अहिले हामीले बनाएका छौँ, कर्तव्य बिनाको अधिकार, उत्पादन बिनाको वितरण, योग्यता बिनाको आकांक्षा भनेर चाहिँ म लेखी पनि रहन्छु। उहाँले एउटा रचना सुनाउनु भएको थियो मलाई, जाग जाग भन्छन् सबैले, जाग जाग भन्छन् सबैले, कसरी म मात्र जागौं, छेरोगी मेरी आमा कसरी दुधको भाग मागौं। अब यो के यो कस्तो छ यो गीत? यदि 2 हरफमा तपाईँ चाहिँ 5000 पृष्ठ लामो किताब लेख्न सक्नुहुन्छ। जाग जाग भन्छन् सबैले, कसरी म मात्र जागौं, छेरोगी मेरी आमा कसरी दुधको भागमा। अनि संगीतकारहरू, संगीत निर्देशकहरू तपाईँको नजरमा पछिल्लो कालखण्डमा आएर चाहिँ लोकप्रियताको तपाईँले गीतकारहरू बताउनु भएन हामीलाई। गीतकारहरू तपाईँको नजरमा उत्कृष्ट को थिए? अब गीतकार त चाहिँ हरिभक्त कटुवाल, अहिले चाहिँ मलाई मनपर्ने दिनेश अधिकारी, राजेन थापा बडा राम्रो लेख्नुहुन्छ। दिनेश अधिकारीजी मेरो सबैभन्दा मनपर्ने गीतकार हो। अब त्यसपछि एउटा सिद्धहस्त, त्यो फेरि नपाइने। अब महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता लेखनमा जुन श्रेणी होला नि, गीति साहित्यको इतिहासमा त्यही श्रेणीमा राख्दा पनि अन्याय नठहरिने गीतकार हरिभक्त कटुवाल हो। पोखिएर घामको झुल्का हैन गरिया बिथोल न नाउ, कति गीत आउँथ्यो। बिथोल न नाउको के लाइन थियो रे सर? मलाई नसोध कहाँ दुख सघाउ, म जे छु ठिकै छु बिथोल न नाउ। तपाईको कालखण्डमा तपाईले देखेका संगीत निर्देशकहरू, संगीतकारहरूमा चाहिँ तपाईले सम्झिने नामहरू? अब राइट फ्रम द बिगिनिङ कुरा गर्नुपर्ने हुन्छ होइन। अब उतातिर मैले चाहिँ म त दार्जिलिङमा पढेर हुर्केको मान्छे, म चाहिँ निश्चित रूपमा शरण प्रधानको संगीत, गोपाल योन्जन, कर्म योन्जन हरूको संगीत, अमर गुरुङको संगीतबाट प्रभावित भएर हुर्केको मान्छे म। साइमल्टेनियसली मेलोडी म्युजिकमा यता चाहिँ नातिकाजीहरूको संगीत साह्रै उत्कृष्ट रह्यो। थुप्रै नामहरू लिनुपर्ने हुन्छ, मैले खालि उदाहरण आफूलाई छोएका संगीतहरूका सर्जकको मात्र कुरा गरेको। पछिल्लो कालखण्डमा आएर सम्झित बास्कोटाजीको संगीतको मैले भनिहाले, लोकप्रियताको एउटा शिखरमा पुग्नुभयो। त्यसपछि सुरेश अधिकारीजी आउनुभयो, अरू थुप्रै मानिसहरू आए। आजकल चाहिँ म दोहोरी गीत धेरै सुन्छु। मलाई दोहोरीमा मजा आउँछ। म सुगम संगीत रुचाउने मानिस, मैले चाहे किसिमको सुगम संगीत मेरो कानको लागि अभाइलेबल नभएर पनि हुन सक्छ। म चाहिँ अब किन हो बिस्तारै दोहोरी गीततिर ढल्किएर गएको अनुभूति हुन्छ मलाई। मलाई पनि आजभोलि त्यस्तै भइरहेछ। म चाहिँ यो दोहोरी गीत गायकहरूको प्रत्युत्पन्न मती भन्छ नि, यिनीहरूले कति छिटो रचना गरेर एकअर्कालाई उत्तर दिन्छन् नि, होइन? सामान्य चिज होइन नि, सामान्य प्रतिभाको विषय हो। तपाईँले कुनै आरामले लेटेर सोचेर त तपाईँलाई समय छैन नि। तर त्यसको रचना शैलीमा परिवर्तन गर्नुपर्ने बेला आएको छ। मानि उस्तै धेरै रिपिटेसन भयो। 101 हस्तीहरूलाई भेटेको छु मैले दोहोरी संगीतको क्षेत्रका, र साह्रै प्रतिभाशाली हुनुहुन्छ उहाँहरू। सरले आफ्नो परिचय मूल रूपले फिल्मी कलाकार भनेर हामीलाई बताइ नै सक्नु भएको छ। नेपाली चलचित्र जगतमा पछिल्ला वर्षहरूमा आएका परिवर्तनहरू खासै मननयोग्य छन् अथवा स्थिति जहाँको त्यही छ अथवा सकारात्मक छ? धेरै लामो समय यथास्थितिमा बस्यो
त्यो यथास्थितिमा बस्नुको पछाडिको कारण भनेको प्रस्तुतिमा हामीले नवीनता ल्याउन सकेनौं। मानि सबैभन्दा महत्त्वपूर्ण कुरा फिल्म मेकिङमा प्रस्तुति नै हो। आर्ट अफ प्रेजेन्टेसन, आर्ट अफ स्टोरी टेलिङ, उही कथा भन्ने हो, तर डिफरेन्टली भन्न सक्नु पर्यो नि। उही कथा उही रूपमा भनिरहँदा त तपाईले दर्शक गुनाइरहनुहुन्छ। त प्रस्तुतिको धारलाई परिवर्तन गर्ने जुन संकेतहरू देखा पर्न थालेको छ त्यो चलचित्र क्षेत्रको सबैभन्दा ठूलो उपलब्धि हो। सरसँग कुरा त धेरै विषयमा गर्नुपर्ने थियो, कहिले पनि कुरा गर्दै नसकिने, तर समयको यहाँ पाबन्दी छ। जीवनलाई पछाडि फर्केर हेर्दा कस्तो महसुस गर्नुहुन्छ तपाईँ? एउटा कलाकारको रूपमा, एउटा कविको रूपमा, गीतकारको रूपमा, प्रशासकको रूपमा अथवा समष्टिगत रूपमा के रहेछ यो खेल जिन्दगीको? नाटकै रहेछ कि अभिनय नै रहेछ कि अभिनयको केही अंश रहेछन् कि जिन्दगी अभिनय हो भन्छन् कसैले, अथवा अभिनय मात्र जीवन होइन भन्छन् कसैले? के रहेछ? व्हाट्स द गेम अल अबाउट? जीवन बुझ्नेहरूको लागि एउटा साह्रै सरल प्रसङ्ग हो, नबुझ्नेहरूको लागि यो साह्रै क्लिष्ट विषय हो। जीवन बुझ्नका लागि त्यसको प्रारम्भ आफैबाट हुनु पर्दछ। स्वमूल्याङ्कन र स्व अध्ययन त्यसको चाहिँ सुरुवात हो, मलाई त्यस्तो लाग्छ। जीवनलाई मैले सजिलो ढङ्गमा बुझेको छु र मैले जीवनलाई यसकारण सहज अथवा सरल रूपमा बुझेको छु किनभनेदेखि मैले मलाई बुझेको छु र त्यो बुझाइको क्रममा जुन जीवन मैले चाहिँ व्यतीत गरे र जुन प्रोफेसनमा मैले आफ्नो अब यति धेरै लामो समय चाहिँ बिताए त्यसले मलाई एक किसिमको आत्मसन्तुष्टि दिएको छ र मैले तपाईलाई अघि नै भनिहाले कि सुखद परिस्थितिको प्रभावकारी लक्षण भनेको आत्मसन्तुष्टि हो। सो आई एम very proud to be an actor and I love my profession and it is not an easy task. It's very difficult to be an actor but I accept that difficulty. So I don't mind being one in my next birth and birth after that and birth after that, so that one fine morning after many births धेरैचोटि जन्मिसकेपछि एउटा सुन्दर बिहानीमा म त्यसको पूर्णता प्राप्त गर्न सकूं। अर्को जन्मको विषयमा त हामीलाई धेरै जानकारी छैन सर। नेपाली चलचित्र उद्योगले तपाईबाट नयाँ नयाँ भूमिका हेर्न पाओस्। Great joy talking to you. Same here. Thank you very much. Thanks a lot. Pleasure is mine, sir. Thanks.